सबैभन्दा पहिला तपाईँले ब्राउजर ओपन गर्नु, त्यहाँनिर सर्च गर्नु तपाईँले द lifecalendar.com भनेर सर्च गर्नु अनि फर्स्टमै आएको वेबसाइटमा जानु अनि यहाँनिर यस्तो इन्टरफेस देखाइरहेको छ। यसले चाहिँ अब लाइफ क्यालेन्डर चाहिएको होइन, हामीलाई चाहिँ इयर क्यालेन्डर चाहिएको, ग्लोबल क्यालेन्डर पनि होइन। त्यही भएर इन्स्टलमा जानु, तपाईँको आइफोन छ भने आइफोन सेलेक्ट गर्नु र एन्ड्रोइड छ भने एन्ड्रोइड सेलेक्ट गर्नु अनि सुरुमा तपाईँको फोनको मोडल के हो त्यो छान्नु। फोनको मोडल छानिसकेपछि तपाईँलाई यहाँनिर स्टेप 2मा गइसकेपछि म्याक्रोड्रोइड भन्ने एप चाहिँ तपाईँले डाउनलोड गर्नुपर्छ अनि यसलाई इन्स्टल पनि गरिदिनुहोस्। अनि यहाँनिर स्टेप 3मा चाहिँ स्टेप 3 स्टेप 4मा भनिरहेको छ अनि यहाँनिर एउटा वेबसाइटको लिङ्क पनि दिइरहेको छ। हामीले सबै स्टेपहरू कम्प्लिट गर्नेछौँ अनि यता जानु, यो डाउनलोड भइसक्यो होला, यसलाई ओपन गरिदिनुहोस्। हाम्रो इन्स्टल भइसकेको छ, यो अलो गरिदिनु, यसलाई प्याक गर्दा हुन्छ। अनि एड म्याक्रो छ, यो एड म्याक्रोमा क्लिक गर्नुभयो भने यो ट्रिगर्स भन्ने छ, यसमा प्लस आइकनमा क्लिक गर्नु र ओके गरिदिनु। अनि तपाईँले यहाँनिर चाहिँ यो डेट एन्ड टाइम भन्ने अप्सनमा क्लिक गर्नु। डेट एन्ड टाइममा क्लिक गरिसकेपछि यहाँ डे एन्ड टाइम भन्ने आउँछ, यसमा क्लिक गर्नु र ओके गर्नु। फोनबाट पर्मिसन दिनु, ब्याक गर्नु यसलाई, फेरि यहाँ क्लिक गर्नुभयो भने यो सबैमा टिक लगाइदिनु अनि यता यो 1 राख्दिनु यहाँनिर अनि ओके गरिदिनु। हाम्रो ट्रिगर्सको अप्सन कम्प्लिट भइसकेको छ। अब एक्सनको प्लस आइकनमा क्लिक गर्नु र सबैभन्दा डाउनमा जानु, वेब इन्ट्रेक्सन भन्ने छ, यसमा गइसकेपछि HTTP रिक्वेस्टमा क्लिक गर्नु। यहाँनिर चाहिँ अब यो अघि एउटा वेबसाइटमा भएको युआरएल ल्याएर यतापट्टि राख्नु। हाम्रो युआरएल यतातिर छ, यसलाई कपी गरौँ र यहाँनिर पेस्ट गरिदिनु यसलाई अनि यो ब्लक नेक्स्ट एक्सन भन्नेमा क्लिक गर्नु। सबैभन्दा डाउनमा जानुभयो भने यो सेभ HTTP रेस्पोन्स टु फाइल भन्ने छ, यहाँ क्लिक गर्नु। तपाईँले एउटा फोल्डर यहाँनिर क्रिएट गर्नु कि त अब एउटा फोल्डर छ भने फोल्डर सेट गर्दा पनि हुन्छ। एउटा यहाँनिर अलार्म भन्ने चाहिँ मैले सिलेक्ट गरेर यहाँबाट अनि यो फाइल नेम जे छ त्यही राख्दिनु। यो अलार्म चाहिँ राख्दिनु यहाँनिर अनि यो टिक गरिदिनु यसलाई। अब हाम्रो अर्को स्टेपमा छ, फेरि एक्सनको यो प्लस आइकनमा क्लिक गरेर डिभाइस सेटिङमा जानु अनि यहाँनिर सेट वालपेपर भन्ने छ, सेट वालपेपरमा गएर इमेज गरिदिनु अनि अब तपाईँले केमा राख्ने हो, यो होम स्क्रिन र लक स्क्रिन दुवैमा राख्ने हो भने यो दुइटामा क्लिक गरिदिनु, ओकेमा जानु अनि यहाँनिर डाइनामिक फाइल नेममा क्लिक गरेर अहिले तपाईँले अब यहाँ जे छ त्यही फाइल नाम नै राखिदिनु, फेरि अलार्म्स नै राखिदिनु। अब चाहिँ तपाईँले यो 3 डटमा त्यसरी टेस्ट म्याक्रो गर्नुभयो भने हाम्रो यो चाहिँ यहाँ लागिसकेको छ, यो यस्तो देखाइरहेको छ। अब यो लक स्क्रिनमा पनि भइसकेको छ, यहाँबाट हेर्न सकिन्छ हामीले चाहिँ।